सबैमा नमस्ते सेवा सबैलाई। भाइरल दुम्चारा म चाहिँ यो सानो हजुरहरूलाई एउटा सानो क्लिप घर भिडियो कस्तो भएछ भनेर हेर्न आएको थिएँ। हजुरहरू माझ पस्किने कोसिस गरिरहेको छु। यो चाहिँ हाम्रो घरमा तपाईहरुको खनजोत जिलौटा हुने काम हुँदैछ। यो चाहिँ मेरो पहाड। कतिजना तपाईहरु हामीहरु यो ठ्याक्कै नेपाली यो भएपछि बिरुवाले एउटा झ्याल चाहिँ छेल्दो रहेछ नि। काँधमा एउटा बोझ आइपर्छ। दुःख सुख लागि परदेशमा जानुपर्ने अवस्था सिर्जना हुन्छ। त्यस कारणले गर्दाखेरि हामी कति परदेशमा छौं। त्यही परदेशमा आफ्नो गाउँघरको यादहरुलाई संगाल्दै अंगाल्दै भए पनि हामीले जिउनु पर्छ भन्ने एउटा हाम्रो कर्तव्य भनौं या एउटा हुन्छ। त्यस कारणले गर्दाखेरि हजुरहरुमा चाहिँ यो सानो भिडियो राखेको चाहिँ मेरो बोजू नाच्दै हुनुहुन्छ। यसलाई चाहिँ भाले डान्स भन्छ है। अनि चाहिँ मेरो घर गाउँको घर सानो मतान बन्दै गरेको मतान। अनि चाहिँ हाम्रो पहाड हो। तपाईहरुले हेर्न सक्नुहुन्छ। खासै अब यो भिडियो त त्यति बनाउन आउँदैन तर पनि एउटा कोसिस कुनै पनि कुराहरु गर्नको लागि स्टेप बाइ स्टेप जानुपर्छ भन्छन्। त्यही अनुरूप मैले पनि सानो कोसिस गरेको छु। हजुरहरुले यसो हेरेर के कस्तो हुन्छ र यसलाई कसरी बनाउने के गर्ने भनेर एउटा सल्लाह सुझावको अपेक्षा सहित हजुरहरुमा यो सानो क्लिप भिडियो बनाएर हालेको छु। साथ सपोर्ट गर्दै गर्नु होला। साथीहरु तपाईहरु कहाँदेखि हुनुहुन्छ पनि एउटा मेसेज गर्नु होला। अनि यस्तै छ गाउँघरमा एकदम रमणीय वातावरण, स्वच्छ हावा, सबै सामाजिक परोपकारी, सामाजिक मेलमिलाप। समाजमा बसेपछि एउटा हाम्रो सबैसँग चिनजान भेटघाट, कसैलाई दुःख सुख पर्दाखेरि साथ सपोर्ट गर्ने ठाउँ एउटा गाउँ हुन्छ, पहाड हुन्छ। सबैसँग मेलमिलाप हातेमालो गर्दै अगाडि बढ्ने ठाउँ पहाड हुन्छ भन्दै मेरो यो दुई सानो भिडियो अन्त्य गर्न चाहन्छु। नमस्ते।